अहिले रोल्पा ठगाङदेखि टुरको लागि निस्केको छौँ। अहिले हामी रुकुमकोट हुँदै हामी घरपाटनसम्मको यात्रा गर्नु गइरहेको छौँ। अहिले चाहिँ हामी रुकुम पूर्वको अहिले धर्मशालामा प्रवेश गरिसकेको छौँ। धर्मशालाको गाउँ देख्न सकिन्छ अहिले गाइजहरू। धर्मशालाको घरहरू देख्न सक्छौँ हामीले। धेरै ठुलो बस्ती छैन, सानै छ। धर्मशाला क्रस गरेर अब बहुत जान लाग्छौँ। अब गाउँ थोरै देखिनेछ। हाम्रो बाटो यही बाटो भएर जान लाग्छौँ हामी। थोरै बजार पनि देखिन्छ होला। यही गाउँमा हो माओवादीले कब्जा गरेको पुलिस चौकी। यही देखिन सकिन्छ। अगाडि पुलिस चौकी पनि देखिन सकिन्छ। यतातिर स्कुल देख्न सकिन्छ। र अब हामी बहुत क्रस गरिसक्यौँ। अब हामी यहाँदेखि अब हामी चाहिँ खाबाङ बगर भएर माथि रुकुमकोटतिर हामी जान्छौँ। रुकुमकोटदेखि फेरि फर्केर हामी माथि लुकुम हुँदै हामी बागलुङको ढरपाटनसम्मको यात्रा गर्नेछौँ हामीले। अगाडि रुल्यो ल है गाइज, अब यहाँदेखि देखिन्छ रुकुम बजार देखिनेछ। माथि ढोका पनि देखिनेछ। रुकुमकोटको ढोका माथि देखिरहेको छ। बजार चाहिँ अगाडि बेडी पुलिसहरूको ट्रेनिङ भइरहेको छ। अगाडि हिँडिरहेछ गाइज। बेडी पुलिसहरू पुरै टर्किङमा हिँडिरहेछन्। माथि डहर देख्न सकिन्छ। माउर अगाडि देख्न सकिन्छ। रुकुमकोटको बजार सरर देख्न सकिन्छ है गाइज। गाइजहरू यही रुकुम हो। अब हामी बैकोट पनि हामी केही दिनमा जान लाग्छौँ। त्यहीको दृश्यहरू पनि हामीले देखाउनेछौँ। यो रुकुम हो। बैकोटतिर पनि हामी जान्छौँ होला 1-2 दिनमा। रुकुम बैकोट भन्ने गाना त सुन्दै भयो होला। यो रुकुम बैकोट चाहिँ माथितिर पर्छ। पनि हामी जानेछौँ गाइज। ल है गाइज, अब रुकुमदेखि चाहिँ अब हामी ढरपाटन बागलुङतर्फ लाग्यौँ है गाइज। हेलो गाइजहरू, अहिले हामी चाहिँ रोल्पा रुकुम बागलुङ सिमाना आइपुग्न लाग्यौँ। हामीले गएर पुल देख्न सकिन्छ।
गाइस अब यहाँदेखि हाम्रो यात्रा निरन्तर धरपाटनतर्फ हुनेछ गाइसहरू। ल है गाइस हामी चाहिँ रोल्पा रुकुम बागलुङ सिमानादेखि धरपाटनतर्फ लाग्यौँ है गाइस। अङ्कल धरपाटन जाने बाटो कता हो? यहाँबाट माथि त्यो घरदेखि जस्तो जान्छ माथि चोकमा जानु सिधै 25 होला नि यता होला। हजुर 25 हुँदा गएपछि अब यहाँ यो बजारमा कति तपाईँ धरपाटन जाने हो? कहाँदेखि हामी? रोल्पादेखि। रोल्पा ए कति टाइम लाग्छ? टाइमको त मलाई पनि ख्याल भएन। गाडी भाडा 500 लिन्छ क्या 500 लिन्छ नि। कतिमा 500 भनेपछि 3 घन्टा लगभग। मोटरसाइकललाई त मलाई चाहिँ लाख 2 घन्टा माथि। अब मलाई भन्दा अरूलाई जानकारी छ माथि सोध्नु होला अरूलाई पनि। ल हुन्छ धन्यवाद। गाइस यो चाहिँ बोर्टिबाङ बजार हो। बोर्टिबाङ बजारदेखि हामी बाटो सोध्दै चाहिँ हामी धरपाटन जान लाग्छौँ अहिले चाहिँ। अरूलाई पनि सोध्नेछौँ हामीले गाइस। त्यता बाटै देखेको छैन। एयर सिटी सेक्टर टो उता हो कि उता हो? दाइ यो धरपाटन जाने बाटो कता हो? धरपाटन ए हजुर हुन्छ धन्यवाद। बाटोदेखि कच्ची बाटोमा जाने भनिसक्यो। Here is the here is the here is the ठुलो बजारमा बाटै देखिँदै बाटो धेरै छ अनि त्यहाँ पुलको बाटो भएर जाने भनेको थियो नि। त्यही होला माथि भन्ने थियो के अरे त्यही होला। बेटी सुन्दैनन् कहाँ हुन्छ यार। अफरोड रहेछ पुरै। दिदी यो धरपाटन जाने हो? हुन्छ धन्यवाद।
बाटो है गाइज। अब ढोरपाटनतिर अफरोडको बाटो लाग्यो है गाइज। ल है गाइज हामी अहिले ढोरपाटन चाहिँ आइसक्यौँ। अब घुम्ने ठाउँ कता हो त्यो त थाहा भएन। अब माथि लेकतिर आइपुग्यो। बाटो नि कता हो थाहै छैन त्यतिकै। बाटो अल्मलियो अब कता हो त्यतिकै माथि लेकतिर आइपुग्यो। घुम्दैछौँ गाइज। अब यात्रा कन्टिन्यू छ। अब के हुन्छ थाहा छैन गाइज। अहिले त हुस्सो लगेर पुरै बाटो नि देखेको छैन हो गाइज। धेरै माथि पो आइपुग्यो कि हो। गाइज हामी चाहिँ फाइनल्ली ढोरपाटन आइपुग्यौँ। ढोरपाटन आउँदा बिल्कुल ढोरपाटन त आइपुग्यो। बरफ पनि रहेछ। यता पुरै हुस्सो लागेको छ। ल गाइज अझै इन्ट्री भयो। अब अगाडिको प्लेस हेर्न बाँकी छ। अहिलेसम्म बरफ स्नो पग्लिएको छैन गाइजहरू। बाटो यस्तै छ। उत्तरगङ्गा आइयो। उत्तरगङ्गाको मन्दिर जाने बाटोतिर जान लाग्यो है गाइज हामी चाहिँ। आज त्यस्तो भ्यूहरू देखेको छैन गाइजहरू। भोलि मौसम साफ भयो भने चाहिँ पक्का हेर्न पाइन्छ है गाइजहरू। क्लियर। हेलो गाइज हामी चाहिँ अहिले ढोरपाटनको मन्दिर दर्शन गर्दैछौँ गाइजहरू। अहिले चाहिँ भ्यूहरू देख्न सकिन्छ। भाइलाई देख्न सकिन्छ मसँग आएको भाइलाई गाइजहरू। कत्रा देखेछ है अहिले चाहिँ। हेलो गाइज हामी चाहिँ ढोरपाटनको उत्तरगङ्गाको मन्दिर जो बाइसधारा देखाउन गइरहेको छु। जसमा बाइसधारामा नुहाइयो भने चाहिँ आफ्नो के भन्छन् रे आफ्नो पाप पखालिन्छ भन्ने चलन छ। यो बाइसधारामा नुहाइयो भने चाहिँ बाइसधारा चाहिँ म देखाउन गइरहेको छु गाइजहरू। बाइसधारा चाहिँ यही हो। बाइसधारा देख्न सकिन्छ गाइजहरू। गाइजहरू ढोरपाटनको पुरा भ्यू देख्न सकिन्छ। त्यो उसदेखि गर्नुपर्छ है। ट्यार्सोदेखि गर्नुपर्छ। कटिक्यार 83 गर्नु। कटिक्यार चाहिँ उसदेखि गर्न साह्रो टिची गर्नु होला। अन्नानी फोटो त्यो हामीले ल्याउनु त म यस्तो गरे जस्तो गर्छु कि अहिले हातमा उभाएको यस्तो गरे जस्तो गर्ने कि हान्ने होइन है। हेलो सम्पूर्णमा नमस्कार। नमस्ते ढोरपाटन। हामी चाहिँ अहिलेको आज मिति 2082 साल फागुनको 2 गते ढोरपाटन चाहिँ घुम्न आएको छौँ है। हामी 2 भाइ आएको छौँ।
साथीहरू पनि खासै पाइएन क्यामेराम्यानहरूलाई पनि देखाउनु क्यामेराम्यान घोडा यता सवारी देखाउनु है भाइ हुनुहुन्छ दाइ चाहिँ यहाँ टक्क घोडा चढेर आउँदै हुनुहुन्छ घोडाको नाम चाहिँ हिरो हो है घोडाको नाम चाहिँ हिरो अब यहाँ चाहिँ मस्त आउँदै हुनुहुन्छ दाइ म चाहिँ यता छु मेरो घोडा यहाँ छन् घोडावाला दाइ यहाँ हुनुहुन्छ है पक्क हामी लचक 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 लस्किँदै टक्क म्युजियमतिर जाँदैछौँ हेर्नुहोस् यो चाहिँ ढोरपाटनको भ्यूजहरू हेर्न सक्नुहुन्छ माथि टाउन लागेछ अलिअलि है यता माथि लेकतिर हिउँ बसेछ टक्क लगाएर टुरिस्टहरू अलिक कम मात्रामा देखिएको छ आजको मौसममा यता कुनातिर बस्तीहरू छन् माथि टक्क लगाएर पुरै भ्यू चाहिँ देखाउन सकेको छैन बस्ती हो है बस्ती त कति धेरै रहेछ बजार छ होला है हजुर तपाईँको अब 5 गते 6 गतेदेखि आउन सुरु हुन्छ ए युट्युब छ क्लिपहरू ओइ हेलो सामान्य चाहिँ यहाँ हो होइन कहाँ हो अब ल टिकट भन्नुभयो माथि अब घुम्ने त अब कहाँ हो भनेको छ यता हेर्ने बेला घोडा माथि गाइसहरू